एउटा बच्चीको लासमाथि कसरी राजनीति गर्छन् भन्ने कुराको उदाहरण यो भिडियो हेर्नुहोस् है। यो सरकार हामी कब्जा गर्छौँ र हामी कुर्सीमा बसेर यता फाँसी दिने न्याय बनाउँछौँ। हामी आफै बनाउँछौँ। आज 3 वर्षको बालिका सुधा हाम्रो सुरक्षा नरहने अवस्था आएपछि यिनी अपराधी यिनी जनावरलाई फाँसी दिनै पर्छ। तपाईँको माग पुरा के हुन्छ? हामी माग पुरा भएन भने यसरी सडकमा आउँछौँ। आज यो एउटा आगोको झिल्को मात्र, भोलि आगो जल्छ। फेरि जेनजी आन्दोलन भन्दा 3 गुणा सशक्त आन्दोलन हुन्छ र यो सरकार हामी कब्जा गर्छौँ र हामी कुर्सीमा बसेर यता फाँसी दिने न्याय बनाउँछौँ। हामी आफै बनाउँछौँ। अनि यत्रो वर्षमा कसो के रहेर बसेको? तिमीहरूकै राजकाज थियो त। अनि यत्रो वर्ष त आज मात्रै भएको हो यो उहरू, यस्तो घटनाहरू। अहिले पनि संविधान संशोधन गरौँ, यस्ता कुराहरूमा थपघट गरौँ भनेर भन्दाखेरि तिमीहरूकै पार्टीको मान्छेहरू अहिले यो कार्यदलबाट बाहिर निस्किरहेछ। अनि ठुलो कुरा गर्ने यत्रो वर्ष चाहिँ के हेरेर बसेको? संविधान बनाउँदाखेरि अहिले संविधान बन्यो कति भयो? 10-11 वर्ष भयो। 2072 सालको संविधानमा चाहिँ के खान लेखेको यो मृत्युदण्डको कानुन हामी ल्याउने छैनौँ, ल्याउन दिने छैनौँ भनेर। यो सरकार आएको 4 महिना भएको छैन, सबै कुरा हुनुपर्ने। उनीहरूले त कोसिस गरिरहेछ त, संविधान संशोधन गरौँ, यस्ता यस्ता कुराहरू राखौँ, यो धेरै भयो भनेर भन्दाखेरि संविधान संशोधन कार्यदलबाट बाहिरिएका छौ तिमीहरू। यस्ताहरूलाई हो क्या फाँसी दिनुपर्ने त। साला चुतियाहरू।